हेलो एभ्रिवान, वेलकम छ मेरो सानो छोटो ब्लगमा। तपाईँहरूलाई आज चाहिँ म केही सामान किन्नलाई जाँदैछु। तपाईँहरू पनि म सँगसँगै आउनुहोस् है त। हजुरलाई म देखाउँछु। यहाँ चाहिँ जाने साथ म बिरेनु हेर्दैछु अनि किन्ने कि नकिन्ने भन्दै कन्फ्युज पनि भएर म मजाले हेर्दैछु कि यो फेरि ठुलो छ भन्दै अर्को सानो पनि रहेछ अनि यस्तो निकालेँ। फेरि किन्ने कि नकिन्ने भन्दै सोध्दै खेलाइरहेको छु अनि त्यसै सँगसँगै अरू पनि हेर्दैछु, अरू मसलाहरू पनि। अनि यता गएको अनि बहिनीले चाहिँ फेरि नुन हेर्दैछ कि नेपालमा त हामीले आयो नुन र खुल्ला नुन मात्रै थाहा थियो, नाम थाहा थिएन। यहाँ चाहिँ पुरा ब्रान्ड हुन्छ नुनको पनि। अनि त्यहाँ देखाउँदै थियो अनि म चाहिँ यहाँ ड्राई फ्रुट्सहरू लान्छु भनेर आइरहेको थिएँ नि त। अनि हेर्दैछु के लानु भनेर, तर मैले लास्टमा चाहिँ ओखर र बदाम लानु निर्णय गरेँ। अनि बदाम दिनलाई लगाएको मैले हाल्न नजानेको कि थाप्नुले नजानेको पोख्यो अलिकति त। अनि म आफै पसले नै भएर पुरा दिँदैछु ओखर यो पनि लगाइदिनु भन्दै। अनि यहाँ चाहिँ गएँ यता साग पनि हेर्दैछु। मैले सागहरू राम्रै थियो तर बाहिरभन्दा अलिक एक्सपेन्सिभ लाग्यो, त्यही भएर मैले सब्जी नलिने भने यहाँदेखि। अनि त्यस पछाडि यस्तरी हेर्दै गएँ। यो रातोवाला चिल्ली चाहिँ एकदम पिरो हुन्छ भन्छ, तर यो चाहिँ अहिलेसम्म युज गरेको छुइनँ मैले चाहिँ। यहाँ अन्डा हेर्दै थिएँ, अन्डा पनि लाने भनेरै आएको थिएँ। म क्यारेटको अन्डा लान्छु, राख्नु सजिलो हुन्छ भनेर सोचिरहेको थिएँ साथीभाइहरू। अनि यो त 12 पिसको 54 अनि यता खुल्लामा गर्दाखेरि 42 आउँछ। ल म त ट्रेको 12 रुपियाँ दिन्न एक्स्ट्रा भनेर खुल्लाबाटै भट्टाभट छानेर खुल्लामा हाल्नु थालेँ मैले चाहिँ। अनि डेट पनि हेर्दै थिएँ अनि गुड रहेछ पनि भने। अनि यता फ्रुट्सहरू पनि हेरेको, फ्रुट्सहरू पनि राम्रो थियो फ्रुट्सहरू चाहिँ। यता चाहिँ मैदा रहेछ भन्दै छान्दै थिएँ। अनि यो चेरी टमाटर, लोकल टमाटर नेपालको जस्तै। अब चाहिँ आजलाई चाहिँ यति नै हो। म चाहिँ निस्केको गएको रुमतिर। अब अर्को भिडियोमा भेटौँला। आजलाई यति नै है त साथीहरू, बाई बाई।